मलो पकाएर है मलो छपक्कै पकाएर त मलो छक्क भएको छ सात कोही रातो रातो भएको छ कोही हरियो भएको छ एकदम अनकन्टार जङ्गल छ ठाडो उकालो छ अब कोही साथीहरू धेरै तल हुनुहुन्छ लगभग 1 किलोमिटरकै फरक परिरहेको छ साथीहरू तल यो जङ्गलको बिचबाट आउन आइपुग्नु भएको छैन यस्तो छ जङ्गल घनघोर जङ्गलको बिचमा बाटो काफल पकाएर मलो पकाएर जो अगाडि आयो त्यसले खाँदै खाँदै जान पायो घोरी काठ पनि पाकेर त कति मिठो रहेछ अरूभन्दा महत्त्वपूर्ण कुरो के हो भने यहाँ दाउरा पनि पाइन्न क्या हामी त सल्यानमा जन्मिया मान्छे हाम्रो पारी धिरुङतिर गएर पारीतिर गएर जङ्गलतिर गएर दाउरा काफल खान्थ्यो संजोगले खुबै डाँडा आउने क्रममा सबै कुराहरू खान चाख्न पाइयो घनघोर जङ्गल छ ल साथीहरू हेर्नुहोस् हिमाल पनि देखिएको छ हेर्नुहोस् पोखरा यो तल बस्दा कहाँ हो कहाँ हामी कहाँ छौँ